We got heavy snow here in New Zealand. Yo. सबैजना खानामा मस्त छन् हो सबैजना हामी घुम्न हिँडेको हैन हामी खान हिँडेको है ल गाडीमा हिँड्दै आउँदा ठ्याक्क लभ डाँडामा आइपुग्यो यो लभ डाँडामा चाहिँ पुरा हिउँ परेछ लेडिज एन्ड जेन्टलमेन ल हिउँ परेछ यो चाहिँ लभ डाँडा हो योबाट करेर ठ्याक्कै हामी चाहिँ फेयरली पुग्छौँ क्लोज टु फेयरली सबैजना आफ्नै ठाउँमा इन्जोय गरिरहेछन् रमाइलो हो यो अब रोडको छेउछेउ त माथि हुँदा आएको छ यिनीहरूले सफा गरेको How are you feeling, Angel? Good? Wow, guys! What's up? Snow. Beautiful! Beautiful! त्यहाँ के फाला त एन्जल बन्न मिल्छ रेस्टुरेन्ट बनाउन जान ल यता हेर ल Looks like just now I scrapped this one. Looks like. कसो गाडीदेखि यो योले बनाउने नभए So man. Do you want me to take a photo of you? Oh yeah, that's good. Thank you. रागो उया भेडाहरु रागो कि रागा भन्छ बाबा रागा जाम ल जाम ढिलो भयो अलि भ्याउँदैन ओइ यो गाडीहरु सबै हिउँ छ त गाडीमा उता हिउँ परेको होला क्या त ठिकै छ मलाई चाहिँ जाडो भएर म भित्रै बसेछु तर केटाहरु चाहिँ बाहिर खेलिरहेको छ Yummy. Oh no. ल नखाऊ के एन्जल खानुहुन्न Yummy. You can try it. Tasty. ल खतरा स्नोम्यान स्नो बनाउँदै अब भयो अब टाउको बनाउने अब ल ए ढुङ्गा खोज न ढुङ्गा एन्जल गो ब्रिङ सम यिनीहरूले स्नो बनाउँदै हो स्नो बनाउँदैछ यिनीहरूले नेपाली स्टाइलको स्नो अरे यो हाँसेको छ तर के गर्ने अब नाक बाँगेर खतम चाहिँ दुईजना चाहिँ मिस्त्री हो स्नोम्यानको मिस्त्री यता बाउ छोरीको चर्तीकोला
ए एक्स्ट्रा यस्तो विन्टरमा लेकमा हेर्नु त जेट बोट चलाउँदैछ है यस्तो ब्युटिफुल हामीले बनाएको है भिडियो ल स्नोम्यान 5 फिट हाइट हामी आज चाहिँ टिकापु जान हिँडेको हामी फेरलीमा आएर ब्लक छौँ बाटो बन्दको कारणले गर्दा टु मच हेभी स्नोले गर्दा चाहिँ रोड क्लोज भएको छ हेर्नुहोस् न्युजिल्यान्डमा यस्तो छ रोडहरू यहाँ गाडी मैले यहाँ राखेको छु कम्पिटिसन थियो आज हाम्रो स्नोम्यान कम्पिटिसनमा सबैले पिन्टा बनाए एउटा गुरुले पिन्टा बनायो एउटा गुरुले पिन्टा बनायो अर्कोले पिन्टा बनायो अर्कोले पिन्टा बनायो अनि अर्को चाहिँ त्यहाँ पनि यो पनि बनाएको हो तर यिनीहरू हिँडिसक्यो तर यहाँ पनि बनाएको छ तर हामी फाइनलमा चाहिँ हामीले विन गऱ्यौँ है स्नोम्यान बनाएर हामी सबभन्दा बिगेस्ट स्नोम्यान बनाएर हामी विनर भएका छौँ यसको उपलक्ष्यमा तपाईँहरूलाई प्राइज छ माउन्टेन ड्युको बक्स र चिप्स माउन्टेन ड्यु र चिप्स लडाउनु न भिडियो के ढकाल्नु न उसलाई ढकाल्नु ऊ त्यहाँ हेर गाडी कुदाकिनेहरूले गाडीको पारा क्लियर आएको यार यार यति क्लियर आएको ए चेन लाएर आएछ क्या टायरमा हो भाइ खेलेको मलाई खेल्नु मन लाग्यो भाइ गाडीमा गराइदिउँ पनि म भिडियो बनाइदिन्छु अलिअलि देखाएको हो कि तिनीहरूले त्यस्तो भएर हामी यहाँ बाटोमा जाम भरेर बसेको यस्तोमा लोबिन देख्छ त अनि लोबिन पुलिस भनेर हेरेर मलाई जाम टिका पुरे खुल्दैन कि अहिले भन्छु अहिले उम्रेको त छैन यार सबै लुबिन खोला आउँछ क्या यहाँ लाइट हामी चाहिँ हेरिङ टु टिकापु बाटो बन्द भएको कारणले चाहिँ अहिले 5 बजेपछि बल्ल हामी फेरलीबाट हिँड्दैछौँ हामी चाहिँ जाममा थियो अनि अब यहाँबाट 1 घन्टामा पुगिन्छ होला टिकापु अनि फर्किन त अब त्यस्तै हो दिनेश भाइको भोलिको ड्युटीसँग गरेर गर्नुपर्छ सब भिडियोमा भेट्यो क्या भिडियो त किसिमकै अब अहिले बहिनी ढिक हुन्छ यस्तो साइडमा बाटो सफा गरेको बाँदर हेरेर सिर्जना माथि डाँडामा रबिनालाई भिडियो पठाउनु अब बेस त फेरि लिन्डास पास हो त होइन
सबैभन्दा बेस्ट लिन्डस पास हो What's out? Ice cream. School band. Bagani school station. यता पुरै स्वर है सब भिडियोमा Burkes pas. Bosnya eta. के हो त्यो आइस जमाएछ घरैभरि रहेछ मात्र सफा यता हेरौँ त Welcome to Lake Tekapo. केटीहरूलाई जबरजस्ती टिकापु ल्याइपुर्याए लास्ट अहिले यहाँ मान्छे उभिनु न रोडको साइडमा ओ घर हेर्न घरको छाना आमा ताल त कालो भएछ देखाउनु साइज साइजको पहिला हेर्ने पनि जाने घर पुरिसक्यो उ त गाडी पुरेको देखाउनु न गाडी पुरेको देखाउनु पार्किङ त छैन गाडी पार्किङ घर हेर्नु सबै दामी दामी घरहरू छ यता त मान्छेहरू यतै बस्छ अन्त मान्छे कति हेर्नु मान्छेहरू हेरेर ओ सफा गर्ने उयो रहेछ त्यो मान्छेले के भने मान्छेले यसो थम्स अप हिउँ सफा गर्ने उयो चाहिँ हिउँ सफा गर्ने हिउँ सफा गर्ने गाडी हिउँ सफा गर्ने गाडी मम्मी हिउँ सफा गरेको यो गाडीले ल हेर्नु ए ताल त हेर्नु ताल रिभर्स गरेर हाल्दैन रिभर्स गरेर हाल्दैन त्यहाँ छैन नि अरू बेला त निलो होइन यो त हिँड्दा हिँड्दा यस्तो खै होला बेलचाले बनाएको छ यो कहाँ हो यो यता हेरौँ This is like bridge. ब्रिज 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 यो पनि जम्प होइन र त्यो पानीमा हुन्छ ढाक्छु जम्प पनि जम्प जम्प नि
पानी सुक्यो नि त पानी सुक्यो उतापट्टि भिडियो गर्नु耐克这鞋是牛逼，里面都没湿，外面湿，就是有点滑，板鞋有点滑。लाइट पर्ने छैन साथीहरु जाडो भएर यही गाडीमा बसेको अवस्था साथीहरुलाई ला जाडो कफी खाने कफी जाडो भाषा कफी जाडो यहाँ जाडो भाषी मान्छेहरुलाई हिउँमा बाहिर यस्तो छ ल अन्त बफेट सुरु भयो सिजन दाइ ल बफेटको लागि यस्तो रहेछ है यहाँ के छ यहाँ वाज दिस के हो यो युनिक छ त यहाँ यो खाऊ न के हो ऊ त्यो त हेर ऊ फर्सी हो सिजन हो ल हाम्रो बफेट दाइ भाउजू सिजन है यो मैले किन लिएर आएको एन्जल सुपको लागि ल टन्नै छ ल त है ना बहिनीले 5 प्लेट खाएर फेरि 6 प्लेट है यो 6 प्लेट दिनेशले कति बफेटमा उसले 2 प्लेटमा पुरा ओ दुई प्लेटमा हाफ प्लेट सेन्टिफ्लेट ऊ चोको पाई म पनि 2 प्लेट त खाएँ 1 प्लेट र 3 प्लेट आधा यो बफेट है बहिनीले वास्तवमा 1.5 प्लेट खाएको मैले झुकेर 5 प्लेट भने सरी 1.5 प्लेट आज बफेट